एसएसडब्ल्यू2 को आवेदन सम्बन्धी यो भिडियो लिएर आएको छु। विस्तृत रूपमा यो भिडियोलाई बुझेर प्रोसेसिङहरू चाहिँ के हुन्छ, कहिले परीक्षा दिन मिल्छ, कहिलेदेखि चाहिँ सिट रिजर्भेसन गर्न मिल्छ, लगायतका कुराहरूको बारेमा चाहिँ जानकारी लिनु होला। अन्तिमसम्म यो भिडियो हेर्नु होला। आज हामी एसएसडब्ल्यू2 फुड सर्भिसको चाहिँ इक्जामको चाहिँ प्रोसेसको बारेमा चाहिँ हामीले डिस्कसन गर्नेछौँ। फर्स्ट अफ अल तपाईँहरू सबैजनालाई थाहा छँदैछ होला, फुड सर्भिस एसएसडब्ल्यू2 को है परीक्षाको चाहिँ मौसिकमी चाहिँ खिगियोबाट मात्रै मिल्छ, कोजिनको मौसिकमी गर्नलाई चाहिँ मिल्दैन है। यानि कि तपाईँ आफैले गर्न चाहिँ मिल्दैन, कम्पनीले चाहिँ आफूले चाहिँ माई पेजहरू चाहिँ बनाउने, त्यसको थ्रुआउटबाट चाहिँ तपाईँको मौसिकमीहरू चाहिँ गरिदिने लगायतका कुराहरू चाहिँ हुन्छ। र रिसेन्टली एउटा नयाँ नोटिस आउँदै गर्दा नोटिसले चाहिँ के भनेको छ भन्दा तपाईँको चाहिँ यही गोगाचुको चाहिँ 25 तारिकको 1 बजेबाट तपाईँहरूले चाहिँ परीक्षाको लागि चाहिँ योयाकु लिन सक्ने भनेर चाहिँ नोटिस आएको छ। र परीक्षा चाहिँ कहिलेदेखि सुरु हुन्छ त भन्ने केसमा चाहिँ रोकुगाचुको चाहिँ निजु सानिची खायोबीबाट चाहिँ परीक्षा चाहिँ सुरु हुन्छ भनेर चाहिँ नोटिसमा रहेको छ। र याद गर्नुपर्ने कुरा, तपाईँले गोगाचु 25 तारिकमा चाहिँ योयाकु लिन मिल्ने डेट भनेको चाहिँ सबैभन्दा छिटो भनेको चाहिँ रोकुगाचु निजु सानिची हो। त्यहाँभन्दा अगाडिको चाहिँ परीक्षाको चाहिँ योयाकु लिन मिल्दैन। र तपाईँको चाहिँ अब यहाँनिर कन्डिसन छ, परीक्षा कसले चाहिँ दिन पाउने त है, एसएसडब्ल्यू2 को चाहिँ परीक्षा कसले दिन पाउने भन्ने विषयमा चाहिँ यहाँनिर रहेको छ। फर्स्ट अफ अल तपाईँहरूले चाहिँ बुझ्नुपर्ने कुरा, अब खाइसाले चाहिँ मौसिकमी गर्ने हो। पहिलाको रुल्स अनुसार चाहिँ के थियो भन्दा 1 वर्ष 6 महिना कम्प्लिट भएको साथीहरूले चाहिँ मौसिकमी तेत्सुजुकी गर्न मिल्थ्यो भने अहिले चाहिँ खाइसाले चाहिँ जुन जुकेन्सिया तोरोको चाहिँ टाइम हुन्छ, त्यो जुन तेस्रो स्टेपमा आउँछ, त्यो जुकेन्सिया तोरोको गर्ने टाइमसम्ममा चाहिँ तपाईँको 2 वर्षको चाहिँ खेकेन अनिवार्य रूपमा कम्प्लिट भएको हुनुपर्छ भनेर चाहिँ यो रेगुलेसन चाहिँ रहेको छ। त्यसैले अब तपाईँहरूले चाहिँ परीक्षा दिन अथवा चाहिँ परीक्षाको तेत्सुजुकीहरू चाहिँ गर्न, जुकेन्सिया तोरोको गर्नको लागि चाहिँ तपाईँले 2 वर्षको खेकेन चाहिँ अनिवार्य रूपमा कम्प्लिट भएको हुनुपर्छ। यो फुड सर्भिसको कन्टेक्स्टमा हामी आज फुड सर्भिसको बारेमा चाहिँ डिस्कस गर्दैछौँ। त्यस्तै गरी अर्को कुरा रहेको छ, नर्मली नागारेहरू चाहिँ के हुन्छ, कुन कुरा चाहिँ कम्पनीले गर्ने त, कुन कुरा चाहिँ आफूले गर्ने त भन्ने विषयमा माजु खिगियोकाराको मौसिकमीको नागारेहरूको कन्टेक्स्टमा हामीले डिस्कस गर्दै गर्दा माजु खिगियोले चाहिँ माई पेज खारी तौरोको गर्छ, मन तौरोको गर्छ। त्यस पछाडि ओटापले चाहिँ त्यसलाई सिन्सा गर्छ। सिन्सा गरिसके पछाडि चाहिँ खिगियो माई पेजीहरू चाहिँ बन्छ होइन, रेउकिनहरू चाहिँ पेमेन्ट गर्नुहुन्छ तपाईँले। त्यस पछाडि चाहिँ माई पेजको आइडी पासवर्ड आउँछ र आइडी पासवर्ड आइसके पछाडि चाहिँ जुकेन्सिया तोरोकोहरू चाहिँ गर्नुपर्ने हुन्छ। जसले परीक्षा दिने हो तिनीहरूले चाहिँ रजिस्ट्रेसन गर्नुपर्ने हुन्छ र रजिस्ट्रेसन टाइमिङसम्म चाहिँ परीक्षा दिने परीक्षार्थी जसले दिने हो उसको चाहिँ 2 वर्षको सिधोतो जिचुम खेकिन चाहिँ यहाँनिर चाहिँ यो मितिसम्म कम्प्लिट भएको हुनुपर्छ है। र त्यस पछाडि चाहिँ जसको जतिजनाको दर्ता हुन्छ होइन कम्पनीले चाहिँ त्यही अनुसार चाहिँ तपाईँको तोरको योकिन चाहिँ पेमेन्ट गर्छ। पेमेन्ट गरिसके पछाडि त्यसको भेरिफाई भइसके पछाडि चाहिँ तपाईँहरूलाई पनि कोजिनलाई पनि मेल जान्छ, आइडी पासवर्डहरू चाहिँ जान्छ र कोजिन माई पेजमा चाहिँ तपाईँले लगइन गरेर चाहिँ अनि प्रोमेट्रिक साइटमा चाहिँ तपाईँको सुरु हुने र त्यहाँबाट चाहिँ सिकेङको योयाकु गर्नुहुन्छ र परीक्षा दिन जानुहुन्छ। र सिकेङको योयाकुको कन्टेक्स्टमा चाहिँ 3 महिना पछाडिको सम्मको होइन, भन्न 3 महिना अगाडि चाहिँ नै हामीले योयाकु चाहिँ गर्न मिल्छ भन्ने कन्सेप्ट हो। र धेरै जसो साथीहरूलाई लाग्न सक्छ चाहिँ अहिले योयाकु गर्न पाइनँ भने अब मैले चाहिँ कति समय कुर्नुपर्ने हो भन्ने लाग्छ। तपाईँहरूले कुर्नुपर्ने टाइम भनेको चाहिँ तपाईँ 2 वर्ष चाहिँ जहिले पुग्नुहुन्छ त्यो टाइमदेखि चाहिँ तपाईँले स्टार्ट गर्न मिल्छ। पहिले जस्तो चाहिँ तपाईँले परीक्षा चाहिँ वर्षमा 3 चोटि हुने 4 चोटि हुने भन्ने चाहिँ त्यस्तो छैन। तपाईँको समय हुने बित्तिकै चाहिँ तपाईँले चाहिँ तेत्सुजुकीहरू चाहिँ गरेर परीक्षाको लागि चाहिँ अब यदि सिटहरू चाहिँ खाली छ भने चाहिँ मौसिकमी गरेर चाहिँ दिन सक्ने भन्ने चाहिँ व्यवस्थापन आइसकेको छ है। यसले गर्दा अब पहिलेको तुलनामा एसएसडब्ल्यू2 को है यो जुन परीक्षाको नागारे छ यो चाहिँ एकदमै सजिलो भएर आएको छ। सबैजनाले चाहिँ यदि एसएसडब्ल्यू2 दिने प्लान बनाउनु भएको छ भने चाहिँ हाम्रो यो भिडियोहरूलाई चाहिँ फलो गरिराख्नु होला। सँगसँगै चाहिँ हामीले क्लासहरू पनि सञ्चालन गरिराखेको छौँ, क्लासमा पनि जोइन गर्नु होला। एसएसडब्ल्यू2 को बारेमा चाहिँ अपडेट लिनु होला। जेही योरोस्को नेगाइतासिमा